दर्शक महानुभाव नमस्कार। तपाईहरुलाई स्वागत छ हाम्रो च्यानल नयाँ संचारमा। फेरि पनि तपाईहरुमाझ एउटा महत्त्वपूर्ण समाचार ल्याएर आइसकेका छौं। भिडियोलाई पनि अन्तिमसम्म हेरेर साथ दिनु होला। यदि तपाईहरुले अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरी साथै छेउमा रहेको बेल आइकनलाई दबाई अलमा क्लिक गरी हामीसँग जोडिनु होला। अब आउनुस् पुरा समाचारतर्फ लागौं। एकाएक रविलाई अर्को आरोप लगाइयो। केपी ओलीको नयाँ चलखेल, रविलाई जेलभित्रै सडाउने ठूलो षड्यन्त्र। रविमाथि समेत आकर्षित हुन सक्छ सम्पत्ति शुद्धिकरणको नयाँ नजिर। जुनसुकै बेला खातामा आएको रकमको स्रोत पुष्टि हुनुपर्ने सर्वोच्चको नयाँ नजिर सम्पत्ति शुद्धिकरणको अभियोग खोपिरहेका पूर्व गृहमन्त्री लामिछानेको हकमा समेत आकर्षित हुन सक्ने देखिन्छ। सर्वोच्च अदालतले अहिले 7 मा नदेखिए पनि कुनै समय खातामा रहेको रकम वा सम्पत्तिबारे सम्बन्धित व्यक्तिले नै जिम्मेवारी लिनुपर्ने दृष्टिकोण सहित नयाँ नजिर स्थापित गरेको छ। पहिलो खातामै नदेखिए पनि अहिले 7 मा नभएको सम्पत्तिको जिम्मा लिनु नपर्ने भन्ने यसैको नजिर प्रतिस्थापना गर्दै सर्वोच्च अदालतले आफ्नो स्वामित्वमा रहेको सम्पत्तिको पुष्टि हुने गरी स्रोत खुलाउन सक्नुपर्ने व्याख्या गरेको हो। सर्वोच्च अदालतको यो नजिरले भ्रष्टाचारबाट आर्जन हुने गैर कानूनी सम्पत्ति र सम्पत्ति शुद्धिकरणको मुद्दामा नयाँ मानक बनेको छ। यो नजिर गैर कानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लागेपछि सम्पत्ति शुद्धिकरणको अभियोग खोपेकाहरूको हकमा समेत आकर्षित हुने देखिन्छ। सहकारी ठगीको आरोप खोपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि समेत सम्पत्ति शुद्धिकरणको अभियोग छ। सहकारीबाट अपचलन गरेको आर्जन आफ्नो खातामा राखेर सम्पत्ति शुद्धिकरणको आरोप खोपिरहेका लामिछानेको मुद्दा यो नजिर आकर्षित हुने देखिन्छ। मानव 5 वर्ष अघि कुनै व्यक्तिको खातामा 5 करोड रुपैयाँ जम्मा भयो अनि 6 महिनापछि जसले खातामा 5 लाख रुपैयाँ बाँकी राखेर सबै रकम निकाल्यो त्यो व्यक्तिमाथि गैर कानूनी सम्पत्ति आर्जन वा सम्पत्ति शुद्धिकरणको अभियोग लागेमा 5 करोड रुपैयाँ कहाँबाट ल्यायो भनी प्रश्न उठाउन सक्छ। 11 वर्ष अघि सर्वोच्च अदालतले प्रतिवादन गरेको भ्रष्टाचार सम्बन्धी एक नजिर अनुसार 7 मा नभएकाले त्यो मानिसको खातामा आइपुग्यो 5 करोड रुपैयाँमाथि प्रश्न उठाउन आवश्यक छैन। खातामा रहेको 5 लाख रुपैयाँको मात्रै स्रोत देखाए पुग्छ। दर्शक महानुभाव, अहिलेको समाचार यति नै रहेको छ। यो भिडियोलाई एउटा सानो लाइक र सक्दो शेयर गरी हामीसँग जोडिन भने नबिर्सिनु होला। अहिलेलाई भने तपाईहरु माझबाट छुटिन्छौं। हस्त धन्यवाद।